आलेनले प्रधानमन्त्री बन्छु भनिरहेछ, केपी ओलीले प्रधानमन्त्री बन्छु भनिरहेछ। अब उता अब के अरे अरू पार्टीको मान्छेहरू छ नि सबै प्रधानमन्त्री बन्छु भनेको छ नि त, छैन? छ कि छैन? बन्नु भएन भने धरान छोड्नुहुन्छ? बन्नु भएन भने धरान छोड्छु भन्ने होइन। धरानी जनताले मात्रै नभएर नेपाली जनताले बहुमतको सरकार दिएर 5 वर्षसम्म चलाउन दिनु नेपाल मलाई, होइन? विकासको लहर निकाल्ने गरी मैले काम गरिनछु भने जनतालाई अनुभूत हुने गरी आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यगत, होइन, भौतिक यावत कुराहरूमा जे जति हामीलाई चाहिन्छ नि हाम्रो जीवनसँग तपाईँको सरकार राख्ने, ती विषयहरूमा मैले देखिने गरी जनतालाई महसुस हुने गरी जनता खुसी हुने गरी काम गरिनछु भने नेपालको नागरिकता त्यागेर शरणार्थी हुन्छु। अब एयरपोर्ट साथी भन्नुभयो, सुदन किरातीले पनि त्यही भन्नुभएको थियो। अब सुदन किरातीसँग माफी माग्नु के भन्नु? यस्तो छ, अब म किन माफी माग्छु? अर्को साम्पाङले कसैसँग माफी माग्दैन है। उहाँले मन्त्री भएर गर्नुपर्ने काम के थियो उहाँले गर्नु भएन है। त्यतिखेर हामीले चाहिँ गरेको भए त्यस पछाडि पनि थुप्रै घरहरू त त्यहाँ त बनिसक्यो नि त।